हेलो एन्ड नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला। म चाहिँ आज ब्याट बनाउँदैछु। अब बर्खा लाग्यो, हेर्नुहोस् यहाँ चाहिँ मम्मी हुनुहुन्छ, यहाँ चाहिँ छोरी महारानी हुनुहुन्छ। जोस मेरो छोरीले चाहिँ अब काममा सघाउनुहुन्छ। अब बोरिङ भइरहेको थियो, अब के गरौँ भइरहेको थियो। यसो सोचेँ मिनी भ्लग बनाइदिउँ भनेर सोचेँ, यसो समय पनि छ, म चाहिँ मिनी भ्लग बनाउँछु भन्ने अब टाइमै नपाउने, अब यस्तै भइरहेछ। म चाहिँ अलिकति बिजी छु, त्यसैले अब फर्स्ट टाइमै यस्तै भन्दैछु। त्यही पनि म चाहिँ अबदेखि सबैजना सपोर्ट गरिदिनु होला। म चाहिँ अबदेखि भिडियो हाल्छु एक दुई दिन बिराउँदै। प्याड बनाउँदा चाहिँ बोरिङ हुन्छ भनेर चाहिँ म चाहिँ गाना बजाएको स्पिकर बजाएको छु। त्यही हो, तपाईँहरूले सपोर्ट गरिदिनुहोस्। म चाहिँ अब ब्याट बनाउन तयारी गर्दैछु। म ब्याट बनाउँछु, काम गर्छु। मम्मी बाबालाई सघाउनु पर्यो, घर बसेर के गर्नु, कमाउन नसके नि सघाउन सकिन्छ। सबैजनाले मम्मी ड्याडीलाई सघाउनु होला। त्यही भन्दै म ब्याट बनाउन लाएँ साथीहरू। छोरा है छोरो के गरे अरे मेरो छोरालाई एउटा बुहारी खोज्न पऱ्यो भनेर एउटा बुहारी खोज्न पऱ्यो भनेर बुहारी खोज्न पऱ्यो भनेको। मेरो त सुक्खाको दिन आइसकेको आइज घर ट्याक्क गरेर ल्याउने पकाउने खाना। मेरो छोरा चाहिँ अलिक लजाउने टाइपको हो कि हो, नेपालको लजाउने के तिमी कसिना ल मेरो कोदाले गर्लाको म खन्ने अब यहाँ मकैबारी यत्रो खन्न आएको साथीहरू, यत्रो खन्न छ, यति त खन्ने है उहाँदेखि। मकै खानु भ्याउनुहोस्, बढी ल्याउनु भ्याउनुहोस् हाम्रो घर मजाले खनेछ। बढी हेर्नुहोस् बढी टन्नै फल्याएका साथीहरू आउनु खानालाई। मकै खान आउनुहोस्, मकै अझै मकै पोलेर फ्रीमा हजुरहरूलाई। गाह्रो छ हो काम गरेर खान नि। मेरो बाबा चाहिँ पानी ल्याउन जानुभएको आउनुपर्छ ल, अहिले आउनुहुन्छ। पसिना चुइयो
भर्खर शीतल थियो भर्खर घाम लाग्यो यस्तो टन्डपुरी घाममा 12-1 बजेको घाममा खन्नु परेछ साथीहरू के गर्नु गाह्रो छ हो गरिकन मेरो छोरा धेरै प्याक्क प्याक्क बच्छन् कि 12 बजे 1 बजे जस्तो घाम लाग्छ साँझको बेला पनि मेरो छोरा लाइन हान्ने काम गर्दै नगरे हुन्छ साथीहरू हो गाह्रो छ हौ आन्टीलाई यहाँ चाहिँ खाइदिन्छन् छोराहरूले युट्युब हाल्ने हो मेरा काश युट्युब भन्नुबित्तिकै किन त्यस्तो गर्ने अरूले साथ सपोर्ट गर्छ मेरो छोराको साँच्चै हालिदिन्छु साँझ गएर हेर साँझ त गर्दा के हेर्ने र आन्टीसँगै हुन्छ छोरी एनी टाइम होइन हेर आन्टीकोमा गएर सब्सक्राइबर नि गरेर बढाइदिनुहोस् सब्सक्राइब त एउटा लानु सब्सक्राइबर भनेको सब्सक्राइबर धेरैजना सबैले सपोर्ट गरिदिनु भने त्यति त आएन छोरालाई यहाँ छ हेर्नु सुनौलीको हावाले खाएको मेरो छोरालाई अब निकाल्दैछ नलपुरमा मेरो छोराको खाना फर्स्ट टाइम हेर्नु है गाइस वाउ खतरा खाना मेरो छोरा यस्तै हो होइन यस्तैबाट सिक्ने हो काम फर्स्ट टाइममा छोराले काम गर्दैछ है वा सहा मेरो ठाउँमा मेरो छोराले गरिदिरहेको काम दस पढ्ने छोरालाई हँसाउन पऱ्यो नि बोरिङ नबनाउनु पऱ्यो नि हेर है हेर बुहारी कहाँ बसेर हेर्दैछ मेरो प्यारी बुहारी हेर मेरो छोराले तिमीलाई हेर सुक्खै सुक्खम राख्छ हेर काम सिक्दैछ बुहारी पाल्नलाई छोराले दादाले खन्ने बहिनी बस्ने हेर्ने हाँस्ने मम्मी नातिलाई कजाउने नातिनीलाई कजाउने छोरी कजाउने बस्ने मेरो मम्मीहरूको नि नातिले सघाउने दिन आए हेर्दा हेर्दै म चाहिँ यसरी मोबाइलमा त समाएर भएन साथीहरू म चाहिँ फेरि खन्नु पर्यो के अन्न लाग्यो तिमीले बाबु त्यहाँ खने माटो सोरेर लाने सोर्न पर्दैन के बङ बङ खान पहिला जोड बल लगाऊ खाल्टो हो त्यसरी ऊ त कहाँ त माथि गरेको पहिला त ऊ त ढिकढिकले जाऊ न यिनीहरूले सट्टा खाल्टो बनाउँदै जाने पुर्दै जाने त्यो तान्न पर्दैन क्या त ढल्न मात्रै फुटाउने हो त मोटो ढल्ला फुटाउने आमाको हेर न एकचोटि अलि मात्रै पक खान अनि फुटाला दिदी हेर्नु छोरालाई उहाँ काम ढलसिङ नगर्ने छोराले आज बारी खाँदैछ बारी नै बिहाड खाँदैछ मेरो दिदीलाई यो भिडियो सबभन्दा पहिला अनि भेनाजुलाई छोरालाई राजा राजकुमार बनाएर राखेको आज काम लागिरहेको छ मामा गराएर ल्याउ उहाँ खान्छु मजा आइरहेछ जिमको साटो अरे के छोराले त भएन हो त नि खन्न पऱ्यो तिम्रो त अलिअलि माथि खन्ने भक्क खान फुटाला के हो त्यसरी हो तिमी है यहाँ निम्ति पनि यहाँ त्यत्तिकै छ यस्तै खाल्टो बनाउनु पर्छ यहाँ हेर्दै यहाँ खाँदै खाइ बाँचे खा जान दिनु त मोबाइल हेर्न कोही गाह्रो छ हौ साथीहरू गाह्रो छ ल गाह्रो छ सुख कसैलाई छैन मलाई मात्र सुख छ जहाँ गयो केही गर्नु पर्दैन खाना पाइहाल्छु बस्न पाइहाल्छु त्यही हो त्यति भएपछि के चाहियो जीवनमा खाना र बाँच्न पाए भइहाल्यो अनि साथीहरू
भनेर भन्न सक्दिनँ। आफ्नो पनि छुट्टै सपना छ, रहर छ, जत्त कमाउने आनन्दले बस्ने। चाँडै हुन्छ त सपना पुरा, होइन साथी? होइन मम्मी, मेरो मम्मी साथी। ल मेरो मम्मीको हेर दुःख, कति दुःख छ मेरो मम्मीलाई। जति दुःख भयो नि छोरीलाई दुःख देखाउनुहुन्न है। माथि घर छ यता, त्यहाँ ब्याड हालिसके हम, यता पनि छुट्टै ब्याड हाल्ने। कति खाने हो धान, कति खाने हो?